Sometimes in life, getting lost is the real purpose. It's how you eventually find yourself. So hi guys, good morning. It's another morning hike to Jamachin Gumba. It's not Jamacho, it's Jamachin Gumba, located at Budalnilkanta. अनि यस आज म एकदमै छोटो अनि मिठो हाइकिङमा छु. आज अलमोस्ट 3 आवरमा हाइकिङ कम्प्लिट गर्नु छ. माथि एकछिन टपमा बस्ने आनन्दसँग अनि त्यसपछि फर्किने. सो यस 9 बजे 9:30 बजेसम्म चाहिँ घर पुगिसक्नु पर्ने हुन्छ म. द मेन पर्पज अफ दिस हाइक इज आई जस्ट वाना हर्ट माई लेग्स क्या. जसरी हुन्छ कुदेर हुन्छ हिँडेर हुन्छ आई जस्ट वान पेन, नथिङ एल्स. त्यही हो. लेट्स स्टार्ट द हाइक गाइज. आज म चाहिँ एक्लै छु है. अब छोटो हाइकिङ हो नि त, सो छोटो हाइकिङ चाहिँ एक्लैले गरिदिने हो. अनि यस अहिले म यो बुढानीलकण्ठाको भाइरल घरमा छु होइन. टिकटकमा चाहिँ एकचोटि खुब भाइरल भएको थियो यो घर. अनि मेबी मान्छेहरू त्यो भ्याकेसन मनाउन आउँछ होला सायद, कस्तो विकली बस्नको लागि सायद. भविष्यमा दामी पैसा कमाएर दामी घर बनाउनु पर्छ लाइक दिस. Since I was a kid, I have always dreamed of traveling to places. जुन समयमा मलाई थाहा पनि थिएन कि it boosts your mind and gives you peace भनेर. रुमबाट चाहिँ 5:45 मा निस्केर 6 बजी स्टार्ट गरेको हाइक होइन. त्यहाँसम्म तलसम्म गाडीमा आएर तर अब 7 सम्म पुग्छु भन्ने एउटा जोस छ. तर भिडियो बनाउँदै हिँडिरहेको छु, के हुन्छ. ओ माई गड, काठमाडौँ सहर पुरै तुवालोले छेकेको छ. यतातिर खुलेको छ. सहर चिसो हुँदैछ. If you don't know how to escape your problems and worries, then wake up early in the morning and go to the nature. यो बिहानको घाममा चाहिँ लिटरली भिटामिन डी हुन्छ जस्तो लाग्छ है मलाई चाहिँ. बिहान खुब एनर्जी आउँछ नि त. अनि यस आजकल त 5:45 मा सनराइज हुँदो रहेछ. अब त्यो टाइममा चाहिँ मेडिटेसन गर्न सक्यो भने चाहिँ राम्रै हुन्छ होला सायद. हुन्छ. अब चाहिँ म दौडिने हो है. स्वेटर पनि फुकालिसकेँ. अब जोसमा दौडिने हो. 20 मिनट. अब 20 मिनट दौड्यो भने पुगिहाल्छु. There is beauty in everything, even in fallen leaves. There is peace in the quiet, and there is no pressure when you are walking at your own pace. There is art in these things where people usually don't agree, and with that, there is growth too. के लाग्थ्यो भने हैन, ब्युटी चाहिँ मनसुनमा मात्र हुन्छ अनि यो दशैं र तिहारको बीचमा मात्र हुन्छ जस्तो लाग्थ्यो. तर होइन रहेछ गाइज. आजकल चाहिँ त्यस्तो लाग्दैन है. जुनसुकै सिजनमा पनि एउटा न एउटा ब्युटी देखिन पाइँदो रहेछ नेचरको. त्यही भएर यसपालिको विन्टरमा चाहिँ होइन जति सक्दो धेरै ट्राभल गर्नु छ. थोरै 2 घन्टा मात्र पायो भने पनि स्क्रोल गरेर नबस्ने, चल्दिने. What I saw right in front of me, and every time I'm so damn lost to what I loved and what I lost. But let's get lost in love tonight. Guys, हाइक गर्दाखेरि चाहिँ 2वटा बाटो हुन्छ हैन जहिले पनि. यो एउटा हुन्छ यस्तो भित्रको बाटो अनि एउटा सिडी हुन्छ.
अब यस्तो नजिकैको बाटोमा चाहिँ यही बाटो चुज गर्नु होला लाइफ इज अल अबाउट टेकिङ रिस्क सो यस टेक रिस्क फिगर आउट लेटर दुख्यो है खुट्टा ल अब यहाँबाट त्यहाँ पुग्नुपर्ने हो आइसकि त हाल्यो अनि यहाँसम्म चाहिँ बाइकहरू पनि मजाले आउँछ हामी पैदल यात्रीहरूलाई हो यो बाटो यहाँसम्म मस्त साधन आउँछ खुट्टा पनि दुख्यो अनि गन्तव्य पनि आइपुग्यो इतना मजा तर गाइज मर्निङ हाइक गर्नुपर्छ क्या मर्निङ हाइक चाहिँ यस्तो बबाल हुन्छ माइन्ड पनि लास्टै धेरै फ्रेस हुने अनि बडीलाई एक्सर्साइज पनि पुग्ने क्या पुरै वर्कआउट गर्नै पर्दैन अनि अहिले स्पेसली विन्टरमा चाहिँ सनराइज हुन्छ होइन बिहानको घाम यस्तो छुट्टै एनर्जी दिन्छ क्या आइपुग्यो गुम्बा त्यो टप हो शिवपुरीको डाँडा साँच्चै यहाँ गाइज हाइकिङ गर्ने प्लेसहरू कति धेरै छ म यहाँ एकदमै पछि परे कि जस्तो फिल भइरहेको छ त्यही भएर दौडिन जरुरी छ कोही छैन केही छैन होइन यस्तो आनन्द लाग्ने मनै शान्ति हुन्छ यार यो भिडभाड नदेख्दा हुन त अब यो मर्निङमा भएर पनि होला दिउँसो त मान्छेहरू आइहाल्छ होइन नजिकै पनि छ तर बिहान आउँदा चाहिँ एकदमै छुट्टै आनन्द आउने यार यो हो नि त रमाइलो भनेको यस्तो शान्त छ म एक्लै छु जे गरे पनि भयो There is a saying by Osho that aloneness is not loneliness. Aloneness is solitude. Once you have heard the music of your own aloneness, you will not like any other music. दिउँसोको टाइममा अनि स्याटरडे यहाँ यति धेरै मान्छे हुन्छ ओहो खुट्टा हाली साध्यै हुँदैन एउटा फोटो खिचौँ भन्न नि पाइँदैन क्या गुम्बा चाहिँ क्लोज छ अब यहाँ कहिले कहिले खुल्छ त्यो मलाई पनि थाहा छैन तर यस जे भए पनि म आइपुगेँ शान्त रहनु म बोल्दिनँ म केही बोल्दिनँ Life goes on and on. There will be tougher days in your life, and one day life might get so tough that you feel like you can't go on. In that case, don't just lie still. Struggle with all your might. Tell yourself you won't die and must survive, no matter what. And this is how you will be get back on your track again. काठमाडौँ सहर अझै उठेको छैन ए सुतिरहेको छ तुवालोले पुरै छेकेर केही देखेको छैन टाइम टु गो होम अब घरमा कति धेरै काम छ होइन त्यही पनि पिस खोज्न चल्देको हो कामलाई पुरै टाल्दिएर तर यस मजा आयो यार I'm so damn lost to what I loved and what I lost, but let's get lost in love tonight. जति टाइम छुट्याएको थिएँ त्यतिमै जे आइपुगेँ अब जाँदै पनि छु सो एकदमै रमाइलो भयो पिस फिल पनि भयो है अब चाहिँ घरतिर
लाग्नुपर्ने हुन्छ किनभने म अफिस पनि जानु छ खासमा त। एभ्रिडे बिहानको 9 बजे गुम्बा खोल्दो रहेछ अनि तपाईहरु चाहिँ यहाँ आएर मेडिटेसन गर्न सक्नुहुन्छ है। तर मसँग चाहिँ अहिले टाइम छैन, सो म चाहिँ काममा जानुपर्ने हुन्छ।